हामी त खानु आँटेको अब के खान आँटेको बहिनी भन्नु राम्रोसँगले भन रामेन रामेन एग देखेको छैन अन्त ससेज अन्त मोमो मोमो अन्त गोल्डफिङ्गर अब खाऊँ ल फोन त राख फोन राख न फोन राख नोट न न यो पक्रा खाऊ न बट्टाबाट चेप पिन्दैन त हौ चेयर्स बहिनीले बनाएको मोमो यो त्यसै मिठो हुँदैन गुलियो हुन्छ जस्तो भयो भने गुलियो पिरो यो बुलडक त मिठो त त्यो होइन हौ त्यसको ससको टेस्ट चाहिँ अलिकति अर्कै बहिनीले बनाइदिएको मोमो म देखाइदिउँ न यहाँ साथीहरूलाई हेर्नुहोस् यो चाहिँ हाम्रो बहिनीले बनाएको मोमो है को बहिनी छोरीले मेरो छोरीले बनाएको मोमो है यो चाहिँ यस्तो छ फाले जस्तै बनाएको छ यो झन् कस्तो हाँसुदो बनायो मिठो अब हामी युट्युबमा भिडियो बनाउनु थाल्नुपर्छ छोरी पिरो डल्लो हालिनँ न मैले अझै कालो न कालो हुन्छ ब्ल्याक बिन त कालो सस हुन्छ आधामा त हालेको मिठो हुँदैन भनेर टुपेमहरू मिठो ड्रिङ्क के ड्रिङ्क वाटर यस वाटर भन न अन्त वाटर छैन त न न न मोमो खाऊ न खाऊ तिमीलाई तिम्रो बहिनीले यो खानु मोमो चाहिँ फ्राई गरेको थियौँ कि कालो तरेर कालो भएछ हौ एग पिरो भयो त्यसो पिरो छैन डल्लो हालेको भए चाहिँ पिरो हुन्थ्यो यो ब्ल्याक बिन नुडल्स भन्छ त अब यो नाम पनि के हो यसको रामेन पनि लेखेको छ बुलडक पनि लेखेको छ है ब्ल्याक बिन पनि लेखेको छ हुनु चाहिँ के हो तर त्यस्तो मिठो हुँदैन थुक्पा
चाउचाउ हो, चाउचाउ। हुनु चाहिँ त्यस्तो खासै चाहिँ हुँदैन मैले खाएको। जुन चाहिँ नमिठो त्यो चाहिँ किन महँगो हुन्छ? खासै टेस्ट बाहिरको टेस्ट अब मन नपरेको मलाई। यो चाहिँ ससेज भनेर ल्याएको बुढाले मासुको पिस पो रहेछ। ससेजै ल्याएछ है त्यहाँ है, मैले देखेको थिएँ त। सस ल्याएको सस। ए सस पो हो, मतलब ससेज हो है। मासुको टुक्रालाई हालेको छ। मिठो बनाउँछु है बहिनी घरमा है। भयो भयो मिठो भयो। सिँगान पनि आउँदैछ साथीहरू। यसरी मुकबाङ बनायौँ भने त साथीहरू हामी त मोटेर त है बहिनी। बहिनीलाई चाहिँ अनहेल्दी, म चाहिँ मोटेर। मलाई पनि अनहेल्दी नै हो तर मोटेर फुट्ने रहेछ। त्यत्रो मुकबाङ गर्नेहरूले कसरी गरेको होला जस्तो खाएर खानु खाँदैन। 3 दिनको दाँत झरिन्जल दाँत झरिन्जल, कोहीलाई स्टोन भइन्जल। गुरुङ च्यानलले होला। त्यसै त खानु पनि सक्दिनौँ हामी त। त्यस्तो डरलाग्दो चाहिँ पिरो खान्छ त्यत्तिकै, मासु खान्छ त्यस्तै। तर म पनि खानु पऱ्यो भने त खाइदिन्छु। भएन भनेको काँदा हाल्नु छ। त्यो निकाल न, टपिक निकाल्नु हो त्यसमा खाँदैन। लग्यो मेरो मोमो। मेरो मोमो चोर्यो। एकजनाले मेरो मोमो चोर्यो। मोमो चोर्यो। कस्तो भयो बहिनी? दामी। यस्तो खानुपर्छ है बहिनी। बहिनी पनि अस्तिको जस्तो भ्लगहरू बनाउँदैनौ भन्छ। तिमीले भ्लग बनाएको थियौ त होइन साथीहरू? खानुहुन्छ? खान्छु भन्दै आफैले। दबाईहरू देखाउँदैछौँ होइन बहिनी? अब ठुलो भयो लजाउने। पोलेको गएकै बस्यो यो त, नजाने रहेछ। अब तपाईँहरूले भन्नुहुन्छ ल चपस्टिकले चिप्स खाँदैछ भनेर है। यो चाहिँ युनिक पायो भने त
के बिना खाएको नि साथीहरू यस्तै छ तपाईँहरूको बुढी पनि खान्न हो यस्तो के बिना खाएको यस्तो जति पनि खाइदिन्छ आफूले चाहिँ एक खाल खाएर उठेर के म खाइनँ तपाईँहरूले देख्नुभयो म खाइनँ खाएको छुइनँ ब्याक क्यामेरामा चाहिँ नि यति बिचमा खाएर चाहिँ उठेको के 6-7वटा यो चिकन हो चिप्स 6-7वटा यो गोल फिङ्गर भात आमा के हो हामीले त यत्रो प्लेटमा राखेर खाएको खाने मान्छे त यहाँ छ नि क्यामेरा पछाडि म जान्छु मलाई किसिम भन्यो हेर्न त्यहाँ नाटक गरेको भन्छ होला है साथीहरूले यहाँ हेर्नु न चपस्टिक पाएको खेती पाएको जस्तै त्यो हेर्नु नि चिप्स उयो पनि चिप्स चपस्टिकले खाएको भन्छ होला नि है बहिनी मैले यो खाँदिनँ यो उसलाई मन परेन अघि देखाउनु भनेकै क्यामेरामै त हो है अरूले त घरमा त सबले देखिरहेको हुन्छ नि चपस्टिकले खाएको हजुरहरू पनि देखाएको नि खानु जान्दै रहेछ है भन्ने होस् न है होइन नि अचार पनि यो चाहिँ हिजो मोमोमा खान्न त्यो मोमोमा बनाएको अचार थियो कि उब्रेको मोमो पनि हिजोकै हो उब्रेको थियो कि फ्राई गरेर बनाएको हेर्नु है साथीहरू पुस्ने अरे ओके साथीहरू बाई बाई सी यू अर्को भ्लगतिर है अब हामीले चाहिँ खाइसक्यौँ म चाहिँ मेरो भिडियो यहीँनिर एन्ड गर्छु र यसरी नै फेरि अर्को भिडियो लिएर आउँछु ल तर अब खाएकोहरू चाहिँ होइन अब चाहिँ म पनि फेरि रिस्टार्ट गरौँ भनेको भिडियोहरू भ्लगहरू हाल्नु र साथ सपोर्ट दिनुहोस् होला साथीहरू बाई बाई सी यू टेक केयर